कर्णाली एक्स विरुद्ध सुदूरपश्चिम रोयल्सले गेम जित्नुको महत्त्वपूर्ण कारण भनेकै दिपेन्द्र सिंह ऐरी हुन् कि ब्याटिङतर्फ पनि उनले राम्रै गरे, तर बलिङतर्फ झन् राम्रो गरे। बलिङतर्फ सुरुमा प्रियाङ्क पञ्चल जो कि एकदमै आक्रामक ब्याटिङ गर्छन्, इन्डियाका प्रियाङ्क पञ्चल हुन्, उनको विकेट लिए। त्यसपछि मार्क वाट भन्ने बित्तिकै तपाईँहरूलाई थाहा छ एनपिएल सिजन 2 मा पहिलो शतक हान्ने यति विस्फोटक ब्याटिङ गर्छन् कि जो कि उनको विकेट 1-2 ओभरभन्दा पछाडि 1-2 ओभर पछि मात्रै लिएको भए पनि सुदूरपश्चिमलाई धेरै घाटा लाग्थ्यो। यति करेक्ट समयमा दिपेन्द्र सिंह ऐरीले विकेट लिए होइन, वाउ। अनि त्यसपछि अलिकति पार्टनरसिप बिल्डअप गर्दै थियो गुलसन झाले, अलि छक्का हानिरहेको थियो होइन, त्यतिखेर ठ्याक्क दिपेन्द्र ऐरीले फेरि गुलसन झाको विकेट लिए। यस्तो राम्रो बलिङ गरे दिपेन्द्र ऐरीले। अलराउन्डर मात्रै होइन, उनी चाहिँ गेम चेन्जर पनि हुन् कि दिपेन्द्र ऐरी, मलाई त्यस्तो लाग्छ। किनकि यिनी राष्ट्रिय टिमबाट पनि त्यही हो, आफ्नो सुदूरपश्चिम रोयल्सबाट पनि लगभग डेली नै प्रदर्शन गरिरहेका हुन्छन्। एकदम राम्रो। त्यही भएर त म दिपेन्द्र ऐरीको फ्यान हो र म प्राउड पनि गर्छु।